Hello, good morning everyone. आशा राख्छु सबैजना राम्रै हुनुहुन्छ होला। जाति सिलगढीमा त हेर्नु न अघि बिहान चाहिँ बेसी नै थियो, चाहिँ अलिक कम्ती हुन थाल्यो। अब दिन बढ्दै जाँदै थियो, आस्ते आस्ते कम्ती हुँदै जान्छ सिलगढीमा त। तर जाडो चाहिँ जोड छ। आज विकली अफ भनेको घर जाइँदैछ र भाइहरू पनि जानेवाला थियो मसँग, तर उनीहरू चाहिँ अलिक टिकट सकेन, उनीहरूको टिकट आउने अरे। अन्त म चाहिँ मर्निङमै निक्लेको, घरमा काम पनि छ, त्यही भएर अहिले 7 बजेको बस छ, त्यही 7 बजेको बसमा निक्लिने भनेर मर्निङमै निक्लेको र भर्खरै अहिले रुमदेखि बाहिर निक्लेर रोडमा जाँदैछु म। अहिले चाहिँ म मेन रोडमा आइपुगेँ। अब यहाँबाट चाहिँ मित्तलसम्म चाहिँ टोटोमा जानु पऱ्यो। अब त्यही टोटोमा मेरो भर्खरै आइपुगेँ मित्तल बस टर्मिनस। 7:35को एउटा बस छ, तर अहिलेसम्म बस आएको छैन। बस आइ पनि पुग्यो, पछाडि हेर्नु सक्नुहुन्छ जयगाउँसम्म छ, त्यही बसमा जाने हो। भर्खरै आइपुग्यो। अब म टोटोमा फ्रन्ट सिटमा बसेर आएको, यस्तो जाडो लाग्यो। खोइ हातहरू त चिसो टक्कै भइरहेको छ हातहरू। यो चाहिँ टर्मिनस चाहिँ तपाईँको अब धेरै पुरानो हो होइन। अब यहाँबाट चाहिँ अब डुवर्सलाई कनेक्टेड गरेको छ यो बस। यहाँबाट चाहिँ तपाईँको जयगाउँ भयो, तपाईँको बसहरू बिहान टिकट काट्नु पर्दैन होइन। बिहान चाहिँ त्यस्तो साह्रो रस पनि हुँदैन, त्यो टिकट काट्दैन म, अरू बेला चाहिँ काटेर जान्छ। जाडो भइरहेको छ, सिगरेट लगाएर पनि सिलगढीमा यस्तो यस्तो साह्रो चाहिँ उयो छ। बिहानदेखिकै यहाँ चाहिँ यस्तै हो, यहाँको यहाँको थाकिरहेको छ बस टर्मिनल्स र त्यही हो टाउनको चाहिँ यही हो। बिहानदेखिकै सोर छ गाउँ घर भनेको चाहिँ शान्ति, तर बस्नुलाई चाहिँ बस्नुलाई चाहिँ गाउँघर नै राम्रो रहेछ। बस पनि सिट पनि पायो भने छेउमै छ फेरि, बस पनि चलिहाल्यो। बिहान मर्निङमा गयो भने चाहिँ जाम हुँदैन कि, अरू टाइममा त धेरै जाम हुन्छ। जाममा फेरि फस्यो भने यस्तो फसिन्छ यतातिर, त्यही भएर चाहिँ बिहान मर्निङमै जानै बेटर हुन्छ हो। अन्त त्यही भनेर बिहानै निक्लिन्छ। स्ट्यान्ड भएर निक्लिसक्यो, लाडु पुग्दा 45 मिनट्स लाग्छ। जाम छ भने चाहिँ 1 घन्टा लागिहाल्छ, तर जाम छैन भने चाहिँ 45 मिनट्समा तपाईँको भइहाल्छ। आज हल्की पनि लगाउनु बेसी, आज ज्याकेट पो पुसाएको छ होला यसरी सानो जस्तै। अन्त ल बस पनि छुट्टिसक्यो। सेभोक फरेस्ट पार गर्दाखेरि चाहिँ अलिकति घामको उज्यालो चाहिँ देख्नु पाइयो होइन। सेभोकसम्ममा त अलिकति घामको उज्यालो पनि देखिँदै थियो। घर पुग्नु आँट्दाखेरि त झन् हेर्नु न, कुहिरोले चारैतिर ढाकिरहेको छ। कस्तो चाहिँ जाडो, आमामा, कुहिरो नै कुहिरो चारैपट्टि। हेर्नुहोस् न। फिलहाल चाहिँ म ओद्लाबाडी आइपुगेँ होइन। ओद्लाबाडीको वेदर चाहिँ यस्तै छ, धेरै फगी यहाँ लागिरहेको छ। चिसो त यताको झन् बेसी छ यता होइन। एकछिन काम थियो, त्यो कामसम्म सकेर म चाहिँ अब घरतिर लाग्दैछु। यो एरिया आएकोसँग सबैजना अब आफ्नो केही हुनुहुन्छ होला होइन।
अस्पताल यो एउटा बिलङ गर्नुहुन्छ चाहिँ ट्राफिक सिग्नल हो यहाँको यहाँबाट तल जानु भने चाहिँ जलपाइगुडीको बाटो छ त्यहाँ सिलिगुडी यता चाहिँ तपाईँको मालबजार पर्नेछ यो चाहिँ अब म घरतिर फोन लाग्दैछु अनि टोटो पर्खिनु पर्नेछ